लेट्स स्टार्ट द भिडियो। यो चाहिँ विराटनगर एयरपोर्ट अनि विराटनगर एयरपोर्टबाट यस्तो दृश्य हेर्दै 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 हामी चाहिँ काठमाडौँ एयरपोर्ट पुग्यौँ। त्यस पछाडि चाहिँ हामीले त्यहाँबाट एयर अरेबियाको बोर्डिङ पास लिएर चाहिँ हामी प्लेन भएतिर जाँदैछौँ है त। जाँदैछौँ, यही हो प्लेन चाहिँ। अनि त्यहाँबाट हामी बिस्तारै प्लेनमा चढ्यौँ अनि उड्यौँ। त्यस पछाडि चाहिँ काठमाडौँको रातिको भ्यू पुरै झिलिमिली देखिएको छ है। यहाँ चाहिँ जाँदैछौँ पुरै झिलिमिली काठमाडौँ कस्तो राम्रो देखिरहेछ। अनि त्यहाँबाट हामीलाई चाहिँ भोक लाग्यो अनि हामीले चाहिँ फ्लाइटमा चाहिँ के खानेकुराहरू किनेर खायौँ। मिठो थियो। अनि त्यस पछाडि यो चाहिँ उहाँ अनि यो चाहिँ म। त्यस पछाडि चाहिँ यो चाहिँ रातिको बेलाको दुबईको चाहिँ भ्यू है, दुबई सिटीको चाहिँ भ्यू। अनि यस्तो हुँदै हुँदै हामी चाहिँ अब मालदिभ्स पुग्न लाग्यौँ। मालदिभ्स तल चाहिँ आइल्यान्डहरू देखिन थाल्यो होइन। अनि यो चाहिँ मैले झ्यालबाट खिचेको। अनि अब चाहिँ ल्यान्ड हुने बेला भयो अनि यस्तो पानी नै पानी थियो नि त मालदिभ्समा चाहिँ। अनि अब हामी ल्यान्ड गऱ्यौँ है, ट्याक्क ल्यान्ड गऱ्यौँ। कहाँ ल्यान्ड गऱ्यौँ भन्दाखेरि चाहिँ भेनेलाना इन्टरनेसनल एयरपोर्टमा। अनि जाँदैछौँ म एयरपोर्ट बाहिरको दृश्य हेर्नु ल। भेनेलाना इन्टरनेसनल एयरपोर्टको बाहिर चाहिँ यस्तो खतरा देखिरहेको थियो क्या हामी जाने बेलामा चाहिँ। अनि हामीले चाहिँ यसो भिडियो लियौँ। अनि त्यस पछाडि हामीलाई लिन चाहिँ तल बोट आइरहेको थियो। हामी जानेवाला आइल्यान्डको होटेलको बोट आइरहेको थियो। अनि हामी चाहिँ बोटमा चढ्यौँ। अनि यो चाहिँ बोटबाट मैले भिडियो खिचेको। अनि यस्तो स्पिडमा कुदिरहेको थियो क्या बोट चाहिँ। यस्तो स्पिड थियो, स्पिड जाँदा अनि यहाँ चाहिँ यस्तै भ्यूहरू देखिरहेको थियो। कस्तो राम्रो राम्रो डिफ्रेन्ट आइल्यान्डहरू थियो। अर्कै आइल्यान्ड। अनि हामी चाहिँ पुग्दा चाहिँ यस्तो भइरहेको थियौँ क्या। अनि अब हामी चाहिँ बस्ने होटलमा पुग्न लाग्यौँ। सिपमा चढेर गएर अनि यहाँ सफारी जस्तै एउटा गाडी थियो है, लिन आएको थियो। अनि हामी चाहिँ जाँदैछौँ। अनि ट्रिटन भन्ने चाहिँ हामी बसेको वाला होटल। मैले होटलको फोटो भिडियो चाहिँ लिएको थिएँ तर कोही भेटिनँ। अनि त्यसरी हामी चाहिँ अब दुईजना चाहिँ गएर घुम्न निस्केको। कस्तो राम्रो भ्यू थियो, कस्तो घाम लागिरहेको थियो है। अनि हामी चाहिँ राम्रो भ्यूहरू हेर्दै जाँदै घुम्दैछौँ। अनि त्यस पछाडि आच्चामातिर हामी चाहिँ यस्तो राम्रो भ्यूजहरू हेर्दै जाँदैछौँ। अनि लस्सी हेर्नु कस्तो राम्रो सी छ है। अनि त्यस पछाडि उहाँ चाहिँ इन्जोय गर्दै हुनुहुन्थ्यो होइन। आजलाई चाहिँ यति नै, बाई बाई। यसको बाँकी भिडियो अर्कोमा। अब योभन्दा पछाडिको चाहिँ अब अर्को भिडियोमा लिएर आउने ल।